आज शनिबार विशेष भएको कारणले दुई भाइको यसो केही सुझाव सल्लाह कुराकानी गरौँ न यसो न। के रहेछ खास? अब पहिला सर्वप्रथम त शुभ प्रभात दाइ। शुभ प्रभात, गुड मर्निङ। अनि खास यो मार्क्सवाद भनेको के रहेछ तपाईँको विचारमा? मार्क्सवाद मेरो विचारमा भन्ने नि मार्क्सवाद के हो भन्ने हो खास वास्तवमा चाहिँ। अब मेरो विचारमा मार्क्सवाद मैले के देखेँ भन्दा पनि सकेसम्म मार्क्सवाद के हो भन्ने कुरा चाहिँ मेन कुरा रहन्छ। सिम्पली हुन त म कोही त्यस्तो ज्ञाता होइन होइन। अर्को कुरा अझै पनि मार्क्सवाद मेरो विचारमा एकदम विशुद्ध वैज्ञानिक कुरा भयो हुनाले त्यो मेरो पहुँचभन्दा पर नै छ। हजुर। नेपाली समाजमा जन्मेको, नेपालमा हुर्केको या नेपालमा उपलब्ध स्रोत साधनलाई मध्यनजर गरेर हेर्ने हो भने, अब अथवा हामीले आजसम्म मार्क्सवादलाई अध्ययन गरेको हेर्ने हो भने मार्क्सवाद विशुद्ध विज्ञान नै हो। तर वास्तवमा मार्क्सवादलाई तीनवटा वेबाट अध्ययन गरिन्छ। सबभन्दा पहिले मार्क्सवादी दर्शन, तेस्रो मार्क्सवादको राजनैतिक व्यवस्था, तेस्रो हुन्छ मार्क्सवादी अर्थशास्त्र। भन्नाले राजनीति कसरी गर्ने मार्क्सवादको वेबाट, अथवा देशको राजनैतिक व्यवस्था के हुनुपर्छ, मार्क्सवादको अर्थशास्त्र कस्तो हुन्छ, र तेस्रो दर्शन के हुन्छ। विशुद्ध मार्क्सवादले भौतिक पदार्थको संरचना अथवा विश्व ब्रह्माण्डमा अथवा जे देखिन्छन् प्रत्येक भौतिक पदार्थहरूको संरचनागत बनावट अथवा यात्रालाई तय गरेर हेर्छ, जहाँ कि प्रत्येक भौतिक पदार्थहरू द्वन्द्वात्मक हुन्छन्। बीचमा उनी एउटा यात्रामा एउटा गतिमा द्वन्द्वात्मक गतिमा भइरहेको हुनाले जसरी भौतिक पदार्थहरूले एउटा जर्नी तय गर्छन्, यात्रा तय गर्छन्, द्वन्द्वात्मक तरिकाले तय गर्छन्। हजुर। विश्व ब्रह्माण्ड यो प्रत्येक कुराहरू अथवा हरेक भौतिक चिजहरू द्वन्द्वात्मक तरिकाले अगाडि बढिरहेका हुन्छन्। हजुर। जस्तो र उनीहरू प्रत्येक अणुले अथवा प्रत्येक परमाणुले आफ्नो अस्तित्वलाई यथास्थितिमा राख्न अथवा लाई सङ्घर्ष गरेर हुन्छ, या त उसले अन्य अर्को अणुसँग चाहिँ एकता गर्दै नयाँ अणु बनिरहेको हुन्छ भन्छ भौतिक चिजहरू। हजुर। यही कुरालाई वास्तविक ल मानेर या नियम मानेर आधार मानेर हाम्रो समाज पनि त्यसरी चलिरहेको हुन्छ भन्ने चाहिँ थेम मार्क्सवादको हुन्छ खास। जस्तो समाजलाई पनि हेर्दाखेरि हाम्रो आदिम समाजवाददेखि लिएर अहिलेको एआईसम्मको दुनियाँलाई हेर्दा अहिलेसम्म पनि हरेक समाजमा द्वन्द्व चलिरहेको हुन्छ र हरेक द्वन्द्वहरूले नयाँ समाज, नयाँ सिभिलाइजेसन निर्माण गरिरहेको हुन्छ, जहाँ सही कुराहरू चाहिँ को एकता र गलत कुराहरूसँग सङ्घर्ष हुँदा गलत कुरा हार्दै आइरहेको हुन्छ भन्ने हुन्छ। त्यो भएर चाहिँ जसरी भौतिक पदार्थको एउटा गति चलिरहेछ त्यसै गरी समाजको गति चल्नुपर्छ भन्ने चाहिँ मार्क्सवादको वास्तविक दर्शन हो, राजनैतिक व्यवस्था हो, त्यही समाजवाद हो। रह्यो अन्य कुरा चाहिँ इकोनोमिक्स, जुन मार्क्सवादको इकोनोमिक्स हुन्छ, मार्क्सवादको मेन इकोनोमिक्स भनेको के हो भने फ्रम इज एकर्डिङ टु हिज एन्ड हर एबिलिटी एन्ड टु इज एकर्डिङ टु हर एन्ड हिज निड्स भन्ने हुन्छ। यसको अर्थ के हुन्छ भने सबैबाट उनीहरूको वास्तव आवश्यकता के अरे क्षमता अनुसार जम्मा गर्ने, एक ठाउँमा ल्याउने र सबैले बराबर उनीहरूको आवश्यकता अनुसार बाँड्ने खास अर्थशास्त्रको मेन थेम हुन्छ। मार्क्सवाद हुन त अहिले प्रयोगात्मक रूपमा अर्कै तरिकाले व्याख्या गरेर पनि मार्क्सवाद मेरो विचारमा विशुद्ध विज्ञान हो। आजको यस्तो मानिसहरूको सोचाइमा यो वर्तमान युगमा जस्तै मार्क्सवादको औचित्य समाप्त भएकै हो त यो वर्तमान युगमा? होइन, यस्तो हुन्छ कसैले भन्दैमा नभन्दैमा, या कसैले फेरि छुट्टै पूजा गर्दैमा, या छुट्टै गुणगान गाउँदैमा, या अझै त्यसलाई ठुलो बनाउँदैमा, देवत्वकरण गर्दैमा, या नाम निशाना मेटाउँदैमा सत्य मेटिने कुरा भएन। हजुर। जसरी नेपालका च्याउ उम्रेका जस्तै पार्टीहरू छन्, सब कम्युनिस्ट भन्नेहरू छन्, तिनीहरूले देवत्वकरण गरे जस्तो गरेर या भगवानै बनाएर पनि छुट्टै मार्क्सवादको औचित्य बढी भएको होइन, या विश्व कम्युनिस्टहरू नै एकदम मूर्ख हुन् भनेर जुन अमेरिकन अथवा अरू एउटा धार छ, यो जुन पश्चिमा धार छ, त्यो धारले मार्क्सवादलाई गलत हो भनेर व्याख्या गरे तापनि औचित्य समाप्त हुने कुरा होइन। यसको अर्थ के भन्न खोज्यो भने के भने विरोध गर्दैमा या समर्थन गर्दैमा औचित्य समाप्त हुने या औचित्य पुष्टि हुने कुरा होइन। मार्क्सवाद भनेको चाहिँ वास्तवमा विज्ञान नै हो, तर परिमार्जित हुनुपर्छ। मार्क्सले स्वयं आफै भनेका छन्, मार्क्स भन्ने हरेक कुरा यो दुनियाँको सत्य भनेकै परिवर्तन हो। तत्कालीन समयमा मार्क्सले जुन समाजलाई देखेर मार्क्सवाद अथवा उनले कम्युनिस्ट मेनिफेस्टो अथवा उनले चाहिँ पुँजी भन्ने जुन बुक लेखे,
हजुर त्यो आजको समयमा सुहाउँदैन। आज त नयाँ विचारधारा भन, नयाँ समाज छ, नयाँ खालको आवश्यकताहरू छ, नयाँ सिर्जना छ, उत्पादन प्रणाली नयाँ छ। त्यो गरेर हामीले चाहिँ मार्क्सवादलाई जग माने पनि आजको समयमा परिमार्जित गर्नुपर्ने चाहिँ हो होइन, हजुर औचित्य नै समाप्त भएको चाहिँ होइन। यसका लागि चाहिँ हामी अब निकट समयमा समय मिल्यो भने हामी के गर्नु पर्ला, मार्क्सवादको रूपान्तरण कहाँनिर छ भन्ने कुराको चर्चा गरौँला। तर तपाईँको प्रश्नको या तिम्रो प्रश्नको मेन चाहिँ उत्तर त्यही हो, मार्क्सवादको औचित्य अझै समाप्त भएको छैन। जस्तै अहिले छ नि पछिल्लो स्टेपमा नेपाली सोसाइटी अथवा नेपाली समाजमा नेपालका राजनीतिक पार्टीहरूको भन्नेहरूको गरेका समाजको अर्थ के हो खास? जस्तै नेपाली राजनीतिक पार्टीहरू भन्ने गरेको समाजको अर्थ के हो? समाजवादको विशेष गरी उनीहरू भन्छन् होइन, सबभन्दा पहिले त यो अब कसैलाई चाहिँ खिस्ट्याउरी गरे जस्तो होला या होच्या जस्तो होला। मानिसको सोचाइ अनुसार फरक फरक हुन्छ नि त, बुझे अनुसार अथवा यस्तो मैले बुझेँ, प्रश्नको सार बुझेँ। कसैलाई खिस्ट्याउरी गरेर होच्याएर बोल्नु त यो नराम्रो होला होइन, त्यो मेरो ल्याकतभित्र पर्दैन, मानसिक ल्याकतभित्र नपर्ला। तर मेरो आफ्नो बुझाइ भन्दा पनि नेपालका राजनैतिक पार्टीहरूले मार्क्सवाद बुझेकै छैन जस्तो लाग्छ। जस्तो मार्क्सवादी भनेरै जुन छन् नि होइन, अझ तपाईँको मैले फेरि देखिरहेको छु तपाईँको एमाले भित्र पनि बौद्धिक मान्छेहरू छ त्यस जसले मार्क्सवाद बुझेका छन्, अर्थशास्त्र बुझेका छन्। ती मान्छेहरू चाहिँ फेरि नेतृत्वमा आएको छैनन्। सुरेन्द्र पाण्डे राम्रो अर्थशास्त्री हुन्, घनश्याम भुषाललाई पनि हेर्ने भने ऊ पनि कम्युनिस्टको राम्रो बुझे जस्तो लाग्छ। एउटा डाक्टर विजय पौडेल थिए कि समाजवादीभित्र थिए क्या हो, यस्ता यस्ता मान्छे धेरै छन् जसले मार्क्सवाद बुझेका छन्। तर उनीहरूलाई चाहिँ नेतृत्वमा आउन दिँदा उनीहरूको विचारधारा भन्ने कुरा, उनीहरू एउटा संसदमा एउटा भोट हाल्ने र प्रधानमन्त्रीको भोट हाल्ने मान्छे अथवा एउटा प्रतिनिधि पात्र मात्र भए उनीहरूले भने जस्तो या नेपालको समाजमा प्रचण्डले भने जस्तो, अझ भनौँ न ओलीले भने जस्तो, अझ उनीहरूले त खास भन्ने न समाजवाद पढेकै छैन जस्तो लाग्छ। पढे पनि उनीहरूले चाहिँ त्यो मुखले मात्र भन्ने कुरो त उनीहरूको अहिले पनि समान्तिवाद पुँजीवादी नै छ। समाज अथवा हाम्रो विप्लवजीले भने जस्तै अझ छन्, कति छन् समाजवाद भन्दै नारा लाउँदै भात खानेहरू छन् होइन, मुखले एक गर्ने भित्र अर्को भन्ने। हो भन्नाले उनीहरूले व्यवहारिक रूपमा लाउनुपर्छ भन्ने कुरा त उनीहरूले बासपुस्ट, किनकि उनीहरूभित्रको संस्कार होइन, उनीहरूभित्रको त्यो मनोविज्ञान संस्कार अथवा उनीहरूको जुन अहिलेसम्मको उनीहरूले सिकेको कुरा हेर्ने हो भने उनीहरू समाजवादी हुन् भन्ने मलाई लाग्दैन। तर उनीहरू समाजवाद भन्ने शब्दलाई चाहिँ बजाएर खान चाहिँ पाइरहेछन्। चुलो बोलेकै उनीहरूको समाजवाद भन्ने शब्दले हो, तर उनीहरू समाजवादी हुन् भन्ने मलाई लाग्दैन। अब कहिलेकाहीँ त्यो हामी जस्तो आम मान्छेले के भेट्ला उनीहरूलाई, तर समाजवाद उनीहरूले भने जस्तो चाहिँ होइन खास, बुझिरहेको छ होइन। समाजवाद भनेको त सामूहिकताको कुरा हुन्छ, समानताको कुरो हुन्छ। यहाँ तिमीले देखिरहेछ हामी हरेक वर्ष होइन, हरेक दिन मान्छेहरू पुरा विमान बाहिर गइरहेछ, सब बाहिर गइरहेछ, एयरपोर्टबाट लासहरू आइरहेछ। कति मान्छे के अरे रसियाको सेनामा बङ्कर मुनि बसिरहेछ माथि। के को समाजवाद उनीहरूलाई थाहा नै छैन। उनीहरू आफू अरबौँ अस्ति भर्खर देखियो सिएम कति नेताहरूको करोडौँ त उनीहरूको उपचारमा खर्च लागिरहेछ। त्यो के को समाजवाद हुन्छ नि? तर पनि उनीहरूलाई लाज भन्ने केही छैन। त्यो भएर उनीहरूले भनेको समाजवाद चाहिँ वास्तवमा समाजवाद होइन। समाजवाद भने त वास्तवमा यता धार्मिक वेबाट भन्ने भनेको राम राज्य अथवा मुस्लिमहरूले भनेको अल्लाहको राज्य भने जस्तो या परमेश्वरको राज्य भने जस्तो त्यो समाजवाद वास्तवमा त्यो बहुत आधुनिक समयको राम राज्य हो समाजवाद भने चाहिँ खास। उनीहरूले भने जस्तो त्यो जनतालाई चाहिँ भोट हाल्ने या कहाँ चढेर माथि जाने सिडी मात्रै बनाउने समाजवाद होइन मेरो विचारमा। यो पछिल्लो स्टेपमा जस्तै नेपाल एक एसियाको भूपरिवेशी राष्ट्र भएको कारणले जस्तै यो नेपालमा अहिले जस्तै राजनीतिक बिग्रिँदै गइरहेछ क्या, तसनस भइरहेछ। यसको विचारमा तपाईँको के छ कुराहरू? एकदम जटिल प्रश्न यो चाहिँ खास। सामान्य अर्थमा नेपाल महत्त्वपूर्ण केही हो भनेर कसैले फोकस गरे होइन। हजुर बुझिरहेछ होइन। वास्तवमा कुरा के हो भने यो कसैले मानुन् नमानुन् आजको समयमा अघोषित तरिकाले चिनले अमेरिकालाई उछिनिसक्यो होइन, आर्थिक हिसाबमा। त्यस्तै अब भारत पनि आजको भारत रहेन, आजको के पुरानो भारत रहेन। सामान्य अर्थमा हाम्रो गल्ती के हो भने हामी भारत र चिनको बिचमा भयौँ। ठिक छ होइन। अनि त्यो भएर समस्या कहाँनिर छ भने ठुला मुलुकहरूको हलचलभित्र हामी आफै हल्लिन्छौँ क्या।
हामीले आफूलाई तटस्थ राख्न सकेनौँ। असंलग्न नेपालको परराष्ट्र नीति, असंलग्न नीति अथवा पञ्चशीलको सिद्धान्त यी सब किताबभित्र सीमित भयो। त्यसले गर्दा हामी परेक भइरहेछौँ। परेक भन्दा पनि एउटाले देखाउँछ, इन्डियालाई देखाउनलाई चिनले के गरिदिन्छ, फेरि इन्डियाले फेरि चिनलाई देखाउन हामीलाई के गरिदिन्छ, अथवा अमेरिका आएर नजिक आएर हामीलाई परेक बनाइदिन्छ, हे तेरो नजिक हामी यो गरेछौँ भन्छ। त्यो भएर एकदम एक त हाम्रो आन्तरिक द्वन्द्वभित्रै परेको छ, हामी यसमै मिलाएका छौँ, छुट्टै छुट्टै मिलाएको छौँ। यहाँ हामी नयाँ नयाँ सङ्घर्षहरू भइरहेछ, एक त हामी खुद मिलिरहेको छैनौँ होइन।